नेपालीपनको नेपा, आफ्नो गाउँ आफ्नो ठाउँसँग जोड्ने नेपा, ताजा खबर हातमै तुरुन्त छ नेपा, साना ठुला सबका लागि परिवारकै नेपा, पात्रो समाचार अनि रेडियो नेपा, नेपाली मनको नेपा, नेपालीपनको। नमस्कार तथा स्वागत छ। आज हामी इन्दिरा एकादशी पितृ उद्धारका लागि अत्यन्त फलदायी एकादशी व्रतका बारेमा चर्चा गर्दछौं। सनातन वैदिक धर्ममा एकादशी व्रतलाई अत्यन्त पुण्यदायी र मोक्षप्रद मानिन्छ। वर्षभरि आउने 24 अधिक मास भएको वर्ष 26 एकादशीहरूमध्ये आश्विन महिनाको कृष्ण पक्षमा पर्ने एकादशीलाई इन्दिरा एकादशी भनिन्छ। यस एकादशीलाई विशेष गरी पितृ उद्धार एकादशीका रूपमा चिनिन्छ, किनकि यो एकादशी 16 श्राद्ध अर्थात् पितृपक्षको अवधिमा पर्दछ। इन्दिरा एकादशीका दिन श्रद्धा, विश्वास र विधिपूर्वक व्रत बसी भगवान श्रीहरि विष्णुको पूजा आराधना गरेमा नरकमा कष्ट भोगिरहेका पितृहरूलाई समेत वैकुण्ठ प्राप्ति हुने धार्मिक विश्वास छ। यसकारणले यो एकादशी सन्तानका लागि मात्र होइन, सम्पूर्ण वंशको कल्याणका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। इन्दिरा एकादशीको धार्मिक तथा आध्यात्मिक महत्त्व। पितृपक्षलाई सनातन धर्ममा विशेष महत्त्व दिइएको छ। शास्त्रहरू अनुसार प्रत्येक व्यक्तिको जीवनमा पितृहरूको आशीर्वाद अत्यन्त आवश्यक हुन्छ। पितृहरू सन्तुष्ट भएमा सन्तानको जीवनमा सुख, शान्ति, समृद्धि र उन्नति प्राप्त हुन्छ भने पितृ असन्तुष्ट भएमा जीवनमा विभिन्न प्रकारका बाधा, दुःख र असफलता आउन सक्छ। इन्दिरा एकादशी पितृहरूको मोक्षका लागि समर्पित एक विशेष तिथि हो। पद्मपुराण, ब्रह्मवैवर्त पुराण तथा विष्णु पुराणमा उल्लेख भएअनुसार यस दिन गरिएको व्रत, पूजा, दान र तर्पणले पितृदोष निवारण गर्छ र कुलको उद्धार हुन्छ। इन्दिरा शब्दको अर्थ। इन्दिरा शब्द लक्ष्मीजीको अर्को नाम हो। लक्ष्मीजी भगवान विष्णुको शक्ति तथा समृद्धिकी देवी हुनुहुन्छ। यस एकादशीमा भगवान विष्णुको आराधना गर्दा लक्ष्मीजीको कृपा समेत प्राप्त हुने भएकाले पितृ मात्र होइन, सन्तानको जीवनमा पनि धन, वैभव र शान्ति प्राप्त हुने विश्वास गरिन्छ। इन्दिरा एकादशी व्रतको पौराणिक कथा। पद्मपुराणमा वर्णित कथा अनुसार सत्ययुगमा इन्द्रसेन नामका एक धर्मात्मा राजा थिए। उनी सत्य, धर्म र भगवान विष्णुप्रति अत्यन्त श्रद्धालु थिए। एक पटक राजा इन्द्रसेनले देवर्षि नारदलाई आफ्नो राज्यमा आमन्त्रण गरे। नारदजीले राजा इन्द्रसेनलाई भने, हे राजन, तपाईँ स्वयं त धर्मात्मा हुनुहुन्छ, तर तपाईँका पितृहरू नरकमा दुःख भोगिरहेका छन्। यो कुरा सुनेर राजा अत्यन्त दुखी भए र पितृ उद्धारको उपाय सोधे। देवर्षि नारदले आश्विन कृष्ण पक्षमा पर्ने इन्दिरा एकादशी व्रत विधिपूर्वक गर्न सुझाव दिए। राजा इन्द्रसेनले उक्त एकादशीमा पूर्ण श्रद्धा र नियमका साथ व्रत बसे, भगवान विष्णुको पूजा गरे, ब्राह्मणहरूलाई भोजन गराए र पितृहरूको नाममा दान गरे। यस व्रतको प्रभावले उनका पितृहरू नरकबाट मुक्त भई वैकुण्ठ लोक प्राप्त गर्न सफल भए। त्यसपछि देवर्षि नारदले भने, हे राजन, यही कारणले यस एकादशीलाई पितृ उद्धार गर्ने एकादशी भनिन्छ। स्मार्त परम्परामा इन्दिरा एकादशी। स्मार्त परम्परामा इन्दिरा एकादशीलाई अत्यन्त श्रद्धाका साथ मनाइन्छ। यस परम्परामा एकादशीका दिन भगवान विष्णुलाई प्रधान देवताका रूपमा पूजा गरिए तापनि शिव, शक्ति, गणेश र सूर्यप्रति पनि सम्मान राखिन्छ। स्मार्तहरूले विशेष गरी पितृतर्पण, श्राद्ध, दान र मौन साधनालाई यस दिन महत्त्वपूर्ण मान्छन्। इन्दिरा एकादशी व्रत विधि। 1. दशमीको तयारी। दशमी तिथिका दिन सात्विक भोजन गर्ने। मांसाहार, मदिरा, लसुन प्याज पूर्ण रूपमा त्याग गर्ने। मन, वाणी र कर्म शुद्ध राख्ने सङ्कल्प गर्ने। 2. एकादशीको दिन ब्रह्म मुहुर्तमा उठी स्नान गर्ने, स्वच्छ वस्त्र धारण गर्ने, भगवान विष्णुको मूर्ति वा तस्वीर स्थापना गर्ने, तुलसी पत्र, फूल, धूप, दीप अर्पण गरी पूजा गर्ने, ओम नमः भगवते वासुदेवाय मन्त्र जप गर्ने, विष्णु सहस्त्रनाम, गीता वा इन्दिरा एकादशी महात्म्य श्रवण गर्ने, पितृहरूको नाममा तर्पण दिने, दिनभरि उपवास वा फलाहार गर्ने। 3. द्वादशी पारण। द्वादशी तिथिमा व्रत पारण गर्ने, ब्राह्मण, गरीब, साधु वा असहायलाई भोजन तथा दान दिने, पितृहरूको स्मरण गर्दै प्रार्थना गर्ने। इन्दिरा एकादशीमा गर्ने दान। शास्त्र अनुसार यस दिन निम्न दानहरू अत्यन्त फलदायी मानिन्छन्: अन्नदान, वस्त्रदान, तिल, घिउ, दही दान,
ब्राह्मण भोजन, गाईदान। सम्भव नभए तिल वा अन्नदान। इन्दिरा एकादशी व्रतको फल। इन्दिरा एकादशी व्रतले प्राप्त हुने प्रमुख फलहरू यस प्रकार छन्। पितृहरूको नरकबाट उद्धार, पितृदोष निवारण, कुलको शुद्धि र उन्नति, जीवनका दुःख, बाधा र रोग नाश, धन, ऐश्वर्य र मानसिक शान्ति, मृत्यु पश्चात वैकुण्ठ प्राप्ति। भगवान श्रीकृष्ण अनुसार इन्दिरा एकादशी व्रतको पुण्य अश्वमेध यज्ञ जत्तिकै फलदायी हुन्छ। इन्दिरा एकादशी व्रतको आध्यात्मिक सन्देश। इन्दिरा एकादशी केवल उपवासको दिन मात्र होइन, कृतज्ञताको दिन पनि हो। यस दिन आफ्ना पूर्वजहरूको स्मरण गर्दै उनीहरूले दिएको जीवन, संस्कार र परम्पराप्रति कृतज्ञता प्रकट गरिन्छ। आजको आधुनिक जीवनशैलीमा पितृपूजन र स्मरणको भाव हराउँदै गएको सन्दर्भमा इन्दिरा एकादशीले परिवार, परम्परा र आध्यात्मिक मूल्यको संरक्षण गर्न प्रेरणा दिन्छ। निष्कर्ष: इन्दिरा एकादशी व्रत सनातन वैदिक धर्मको एक अनुपम आध्यात्मिक परम्परा हो। यस व्रतले केवल पितृहरूको उद्धार मात्र होइन, व्रत गर्ने व्यक्तिको जीवनमा पनि शान्ति, समृद्धि र आध्यात्मिक उन्नति प्रदान गर्छ। यसर्थ प्रत्येक सनातन धर्मावलम्बीले इन्दिरा एकादशीको महत्त्व बुझी श्रद्धापूर्वक व्रत, पूजा र दान गरी पितृ ऋणबाट मुक्त हुने प्रयास गर्नु अत्यन्त लाभदायक हुनेछ।